बजेट प्रस्तुत गरिसकेपछि म आजैदेखि बजेट कार्यान्वयनतर्फ मेरो ध्यान केन्द्रित छ। मिडियाले उत्पादनका प्राय सबै सम्बद्ध क्षेत्रहरूले, निजी क्षेत्रले, अर्थ जगतका प्रबुद्ध व्यक्तित्वहरूले जसले यो चाहिँ बजेटको बारेमा बढ्ता जानकारी राख्नुहुन्छ सबैले नै प्राय भन्ने गर्नुभएको छ बजेटको कार्यान्वयनका बारेमा पनि म यहाँसँग थोरै केही राख्न चाहन्छु। सबभन्दा पहिला बजेटका बारेमा बजेट प्रस्तुत भएपछि रिलेटिभली बजेटका प्रति जुन टिप्पणी आएको छ यो टिप्पणी देखेर मलाई एक खालको सन्तोषको अनुभूति भएको पनि म यहाँ राख्न चाहन्छु। मैले प्रस्तुत गरेको बजेटका बारेमा जे जस्ता टिप्पणीहरू आए यो टिप्पणीप्रति म सन्तोष व्यक्त गर्न चाहन्छु र मलाई महसुस भएको छ कि ठिकै ढङ्गले बजेट प्रस्तुत हुन सकेछ भन्ने त्यो अनुभूति पनि मैले गरेको छु। अब मेरो सामनेमा यो प्रस्तुत बजेटको कार्यान्वयनको प्रश्न मुख्य चुनौतीको रूपमा छ र म सबै सञ्चारकर्मी साथीहरूलाई साँची राखेर देशवासीहरूसँग प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। यो बजेट जेठ 15 गते नागरिकहरूको कान पवित्र गर्नका निम्ति सुनाइने चिज होइन, यो कार्यान्वयन गर्ने र यसबाट अपेक्षित नतिजा प्राप्त गर्ने त्यस उद्देश्यले प्रस्तुत गरिएको बजेट हो। यो बजेट कार्यान्वयन हुन्छ भन्ने कुरामा म यहाँलाई विश्वास दिलाउन पनि चाहन्छु र सँगसँगै बजेट कार्यान्वयनका निमित्त व्यावहारिक वस्तुनिष्ठ कार्ययोजना निर्माण गर्न, कार्यतालिका निर्माण गर्न अर्थ मन्त्रालय आजैदेखि